आज चाहिँ मैले हजुरहरूलाई चाउमिन बनाउने रेसिपी सिकाउँदैछु। मैले चाहिँ चाउमिनको लागि सबै सामानहरू रेडी गरिसकेको छु। मलाई चाहिँ साग पनि एड गर्नु मन लाग्छ। साग आलु रेडी गरेको छु। यो खास चाहिँ किमा नुडल खाने नुडल हो, तर मैले आज चाउमिन बनाएर खान लागिरहेको छु। हजुरहरूले यसरी नै सबै परिकार चाहिँ रेडी गरेर राख्नुपर्नेछ सुरुमा। र मैले सुरुमा चाहिँ यसरी कराईलाई तताइदिएँ। मसँग कराई थियो, कराई तताएर पुग्ने तेल हालिदिएको छु र यसमा चना हालिदिएँ, प्याज पनि हालिदिएको छु र मैले थोरै अदुवा लसुनको पेस्ट पनि हालिदिएको छु र थोरै नुन र अजिना पनि हालिदिएको छु पुग्ने गरेर। र यसरी नै हजुरहरूले चलाएर राखिदिनु पर्ने हुन्छ एकछिन। र मैले यसमा चाहिँ थोरै खोर्सानी एड गरिदिनेछु। आफूलाई कतिको मनपर्छ त्यतिको खोर्सानी एड गर्ने र बन्द र साग पनि हालिदिइसकेको छु मैले। र यसलाई एकछिन मजाले भुटेर छोडिदिनुहोस् हो हजुरहरूले। र छोडिसकेपछि मैले यहाँनिर टमाटर नि हालिदिइसकेको छु र नुडल पनि हालिसकेँ र थोरै सस हालिदिएको छु पुग्ने गरेर। हजुरले यसरी नै चलाइदिनु होला र चलाइसकेपछि चाहिँ एकछिन पाक्न दिनु होला। यसरी नै एकछिन चलाउने र एकछिन पाक्नलाई छोडिदिने। र यसरी पाकिसकेपछि चाहिँ हजुरहरूले यत्तिको देख्नुहुनेछ चाउमिन चाहिँ यत्तिको बनिसकेको छ। हजुरहरूलाई कतिको मन पर्यो यसरी नै बनाएर खान सक्नुहुन्छ।